हेलो साथीहरू, म पनि आज चाहिँ चुनाव चिन्ह माटोको प्रचारमा हर्क सम्भागलाई सपोर्ट गर्न आइरहेको छु। तर घर दैलोलाई फोकस गरेको छु। प्रत्येक घरमा गएर उहाँहरूलाई चाहिँ कन्भिन्स गराउने होइन, माटो र देशप्रतिको भावनालाई जगाउने काम गरेका छौँ। घर दैलो कार्यक्रम हामीले फोकस गरेका छौँ। संसद टिममा प्रत्येक वडा वाइज हामी स्मल टिममा चाहिँ हामीले काम गरिरहेका छौँ। तपाईँ पनि उम्मेदवार हो? म समानुपातिको उम्मेदवार हो। आज घोषणा गर्नुभयो हो। कहाँबाट हुनुहुन्छ? म अब समानुपाति देशैभरि कहीँबाट हुन्छ, कुनै जिल्ला, म एक्चुअली भोजपुरकोबाट गर्नुभयो भनेपछि यो समानुपातिकमा जुन खालको अहिलेको ठ्याक्कै मेरो बुझाइ र मेरो जुन चाहिँ विश्लेषण अनुसार चाहिँ अत्यन्त राम्रो क्षेत्र भनेको चाहिँ भोजपुर र धरानलाई मानियो। भोजपुर धरान 100% भन्ने कुरा छ होइन? हजुर सर। र अब त्यो हिसाबमा हेर्दा झापा 5 को पनि तपाईँले जानुभयो, त्यहाँ चाहिँ तपाईँले एउटा स्टाटस पनि लेख्नु भएको थियो। हजुर। अनि के छ त्यहाँको चाहिँ झापा 5 लाई चाहिँ हेर्दाखेरि? झापा 5 हेर्दाखेरि अब त्यो थुप्रै त्यहाँनिर आएको छ नि। हामी प्रधानमन्त्री बन्छौँ भने फेसबुकमा मिडिया मार्फत भन्ने साथीहरू होइन, भोट आफू नमागेर आफ्नो परिवार माग्न लागेको छ, त्यो पनि भेट्यो क्या त्यहाँनिर अन ग्राउन्डमा देखियो। त्यो भएर पनि अब प्रधानमन्त्री बन्छु भन्ने अब मित्रहरू साथीहरू भन्छ, म त सिधै होइन, उहाँहरूलाई म त्यो साह्रो ठुलो त मान्दिनँ, किन उहाँले आफ्नो घर परिवारलाई भोट माग्नु लगाइरहेको छ क्या। त्यो पनि एकदमै त्यो एकदम त्यो के भन्ने अब शब्द छैन क्या। र अब केही दिन मात्रै बाँकी छ निर्वाचन, 14 दिन छ। 14 दिनमा त्यो माहौल परिणाम आउने दिन नजिक आउँदैछ। कतिको एक्साइटेड हुनुहुन्छ? एक्साइटेड छ र एक्साइटेड भन्दा पनि अब यो चुनाव एकदमै अब शान्तिपूर्ण हुनुपर्छ होइन। अब देशले जित्नुपर्छ, जनताले जित्नुपर्छ, नेताले भन्दा पनि। मैले भनिसकेँ नि, यो त निकास भन्दा पनि योपालिको फागुन 21 चुनाव भनेको त्यो देशको स्वाधीनता बचाऊ, विदेशी हस्तक्षेपबाट मुक्त गर्ने चुनाव हो भन्छु म सारा नेपालीलाई, त्यो भन्न चाहन्छु। अन्तिममा के आह्वान गर्नुहुन्छ? आह्वान म यो भन्छ, यो फागुन 21 को चुनाव यो सारा नेपालीको अन्तिम परीक्षा हो। यो परीक्षामा चाहिँ तपाईँ हामीले सोचेर दिनुपर्छ होइन। यदि माटो यो श्रम संस्कृति माटोले चाहिँ जितेन भने यो देश भोलि रहला नरहला भन्ने कुरा हो होइन। त्यो भएर एमसिसी पास जुन दिन भयो, आजभन्दा 4-5 वर्ष पास हुने बित्तिकै यो देशमा अब विदेशी हस्तक्षेप भइसकेको हो। किनभने जस्तै काठमाडौँमा विदेशी सेनाहरूले परेड खेलेको पनि होइन, आम जनताले देखियो होइन। एमसिसी पास जुन दिन भयो त्यो दिनदेखि नै यो देशको स्वाधीनता गुमिसकेको छ र अझै गुमिरहेछ। अब यो स्वाधीनता देशको अब बचाउने नै अन्तिम श्रम संस्कृति हो। बुबा, अनि तपाईँ यो माटो चिन्हमा चाहिँ श्रम संस्कृति पार्टीमा प्रचारमा लागि पर्नु भइरहेको छ, अनि तपाईँलाई चाहिँ अब हाम्रो चुनाव पनि नजिक आइरहेको छ, अनि विश्वास कतिको छ त हाम्रो यो माटो चिन्हले जित्छ भने? यो भनेको किनभने हामी पहिल्यैबाट भुलेका छौँ क्या। हजुर। पहिल्यैबाट किनभने यो माटो भनेको कुरा अब यो चान्चुने कुरा होइन रहेछ। यो सबै कुरा माटामा जन्मिने, माटामा उम्रिने, माटैको जन्मिने, माटैमा उम्रिने, माटै खाने, माटैमा बस्ने, यस्तो खालको चाहिँ अब हामीले यो कुरा हामीले बुझ्न कसैले बुझेको रहेछ। आज हाम्रो एउटा हर्क साम्पाङ यहाँ यो उहाँको तर्जुमाले, उहाँको क्षमताले, उहाँको बुझाइले आज यो माटो चिन्हबाट चाहिँ हामी आज अगाडि बढिरहेका छौँ। यो किन भन्नुहुन्छ भने यसले सबैलाई उजागर गरायो, सबैलाई किनभने सञ्चालन गरेर चाहिँ यसलाई अगाडि बढाउने खालको सोच ल्यायो क्या। र आज सबै कुरा बोलिदियो। आज झार जङ्गल, काठ शिकार मान्छे मात्रै होइन, आज बालबच्चाहरू अब यहाँका चाहिँ अब काठको शिकारहरू, यहाँका झोरो पहिरो ढुङ्गो बुटो पत्रो सबै बोल्ने सम्भव आज तपाईँ हामीले देखिरहेका छौँ। यसलाई हामीले एकदम उजागर गरेर चाहिँ अब हामीले अग्रपन्थी भएर माटाको चिन्हलाई अग्रपन्थी गराएर चाहिँ यसलाई विजयी गराउने खालको सोच भइसकेको छ। आज यो देशैभरिको, आज यो एक प्रदेशमा मात्रै होइन, अब देशैभरिलाई यो सञ्चालन र यो विधि चाहिएको छ। हजुर। अनि
तपाईँलाई अहिले यो जुन हाम्रो हर्क साम्पाङ सर चाहिँ मन्त्री हुनु भइसकेपछि होइन विश्वास छ नि आफ्नो देश बन्छ भनेर? अरे त यो हाम्रो अब यो देशको लागि त अब अरूको त विकल्पै छैन। अरू त हामीले सबैले राखेर साँधेर हामीले यसलाई जम्मै तौली नापिसकेको। अब नेपाली जनताले हामीभन्दा अगाडिका धेरै बुढो पाको पिँढीहरूले पनि यसलाई जोखी नापिसकेको छ। अब यहाँ अरूले कसैले यो देशलाई बनाउने कोसिस उनीहरूसँग भिजन छैन। हाम्रो देश चाहिँ जे होस् अब अरूको भिजनै छैन। भिजन बिना बनाउँछु मात्रै भनेर के मुखले बनाएर त हुँदैन। आज यो आफै मात्रै किनभने आफ्नै स्वास्थ्यका लागि आफ्नै स्वार्थका लागि आफ्नै चाहिँ मजमस्तका लागि गरेर देश बन्दैन। देश बन्ने समग्र नेपाल बनाउनका लागि समग्र नेपाली जनतालाई एकहोराएर लिएर डोर्याउन सक्नुपर्छ। आफै मात्रै खाएर त डोरिँदैन। अब खाने बेलामा चाहिँ भागभन्डामा चाहिँ आफै मात्रै खानु अनि त्यहाँपछि देशका जनतालाई फेरि अब उनीहरूको चाहिँ मत चाहिँ लिएर आफू नेपाली जनताको मत लिएर गएर मजमस्त गर्न पाइन्छ सदा सर्वदा। यो कुरा एकदम अब नेपाली जनताले बुझ्नु आवश्यक छ। हामीलाई खेलाउन बनाएको छ, हामीलाई गुडिया बनाएको छ, हामीले पठाएको मान्छेहरूले यो कुरा बुझ्नु जरुरी छ। उनीहरूसँग बिजन छैन देश बनाउने। अब हर्का सम्भव विकल्प देश बनाउने अरू कसैले खोक्नु पर्दैन। हेरिसकेको जातिसके सबैले नेपाली जनताले। अब यहाँ कुरा तपाईँ हामीले एकदम सचेत बनेर सज्ञान बनेर अब यो देशलाई बचाउनका लागि यो देशलाई हामीसँग ल्याउनका लागि अब तपाईँ हामी अरूको आश गरेर भएन क्या। हामी आफै जाग्नु पर्यो, आफै लाग्नु पर्यो, आफै उठ्नु पर्यो, आफै जुट्नु पर्यो र हामीले हातेमालो नगरेसम्म यो देशको स्थिति छैन। देश सिद्धिसकेको छ, देश अर्काको हातमा गइसकेको छ। अब त्यो देश ल्याउने माध्यम अरूले ल्याएर लिँदैन। अब तपाईँ हामी सबै उठ्नु पर्यो। पश्चिम महाकालदेखि पूर्व मेचीसम्मका नेपाली जनता वर्षक सकेसम्म सबै तलदेखि माथिसम्म तलसम्म सबै नभए पनि एकदम शक्तिशाली व्यक्तिहरू जाग्नु पर्यो क्या। अनि एउटा कुरा तपाईँ त के भन्छ आर्यन जातिमा पढ्नु जस्तो देखिनुहुन्छ। अनि यहाँनिर हर्क साम्पाङलाई जातीय भेदभाव गर्ने व्यक्ति होइन अनि धर्मको भेदभाव गर्ने भनेर भन्छ नि त मान्छेहरूले। के तपाईँलाई कस्तो लाग्छ? भन्छ त अब त्यो उल्टो कुरा सबैले बोल्न जानेको छ। उल्टो कुरा बोलेर त्यो कसैलाई फसाउने कसैलाई किनभने कसैलाई फसाएर चाहिँ आफूले स्वार्थ पुरा गर्नका लागि मिल्दैन। त्यसले हुँदैन। अब स्वार्थ पुरा गरेर एकदम सचेत बन्नका लागि अब यो स्वार्थको कुरा हो। स्वार्थविहीन बन्नु पर्यो। अब नेपाली जनतालाई पनि स्वार्थविहीन गराउनु पर्यो, आफू पनि स्वार्थविहीन हुनु पर्यो। एकदम निर्ढुक्क भएर चाहिँ अब देशलाई मात्रै जोगाउने देश मात्रै बनाउने खालको भिजन लिएर अगाडि बढ्नुपर्छ भन्ने मेरो चाहिँ। अनि तपाईँ यो उमेरमा पनि माटो चिन्हमा भोट गरौँ भनेर प्रचारमा लागि पर्नु भइरहेको छ होइन? यो हाम्रो देशमा भएको सम्पूर्ण नेपाली दाजुभाइहरूले के भन्नुहुन्छ? त्यो किनभने यो खालको बाटो पत्ता लगाउन सक्ने यो खालको बाटो जानुपर्छ। अब यो खालको तरिकाबाट चाहिँ यो खालको भिजन लिएर अब नेपाली जनतालाई सकेसम्म म जस्तो उमेर ढल्किएको मान्छेले पनि डोर्याउनु पर्छ। तर उमेर ढल्किएको भए पनि मसँग जोस जाँगर चाहिँ इबाको भन्दा बढी छ। इबाको भन्दा बढी जोस लिएर म अगाडि बढेको मान्छे हुँ। तर यो किनभने पुरानाको खालि नयाँको निर्माण गर्नुपर्छ। अब यो देशलाई चाहिँ अब उजागर बनाउनका लागि अब पुरानो व्यवस्थाले गर्दैन, पुरानो संस्थाले गर्दैन। पुरानो बुढागोरुले गाई ओढेर गाई नब्याएको कुरा त हामीलाई थाहा छ नि त होइन? अब किनभने हामीले त्यसको आम्दानी लिनका लागि त अब बहर लाग्नु पर्यो। यो देशलाई उजागर गराएर यो देशलाई चाहिँ एकदम उठाउनका लागि युवती जाग्नुपर्छ भन्ने चाहिँ मेरो एउटा त्यस्तो खालको एउटा किनभने त्यस्तो खालको जोस जाँगर मसँग रहेको छ। सम्पूर्ण नेपालीहरूले कुरा बुझ्नु पर्यो। सबैले कुरा बुझ्नु पर्यो। यदि बुझिएन भने कान्छेले घुम्न लैजाउला भने त गोजीमा दाम छैन, गोजीमा सुको नहुने मान्छे के देश बन्दैन। देशको आशा नगर्दा पनि हुन्छ। देश सिद्धाइसकेका छन् हामीले पठाएकै मान्छेहरूले। हामीले आँखाको सोझी नाक देखिरहेका छौँ त। यो कसैलाई किन यसरी बाबा हामी बित्तिकै मानव हौँ। आज विज्ञानको जमाना छ। आज यो देशले अब केही नपाइराखेको कुरा तपाईँ हामीलाई थाहा छ। हाम्रो करले गर्दाखेरि उनीहरू तेरीमा लाने त्यो रकमका धनीहरू, त्यो बजेटका धनीहरू, सुनका धनीहरू, अब त्यहाँका चाहिँ चाँदीका धनीहरू हामीले देखिरहेका छौँ त। त्यो कहाँबाट आयो त? त्यो कहाँबाट भन्यो? त्यो कहाँबाट आयो त्यो कुरा? आज शेरबहादुर देउपाका घरको उसले जम्मा गरेको रकम देखेर राखेर त हामीलाई त
अझ यो कस्तो कस्तो यो ऊर्जा जागेर आएको छ क्या हो त यो भन्दै म यो 2 शब्द अन्त्य गर्छु। हेर्नुहोस् म यो हर्क साम्पाङ समूहलाई यो माटालाई अगाडि बढाएर यो माटो चिन्डलमा भोट दिएर अब नेपाली जनताले अब आफै यो हर्कलाई ठुलो बनाउने होइन, आफै ठुलो बन्ने हो, आफू माथि उठ्ने हो, आफू जित्ने हो, हामी जित्ने हो, हामी आफू जित्नुपर्छ। अब हामी आफू जितेर हाम्रो देश बनाउनुपर्छ भन्दै म मेरो 2 शब्द अन्त्य गर्दै बिदा हुन्छु। हवस् त, दानबहादुर घिमिरे, धरान 11। म त हाल्छु भनेको ढुक्क जानुपर्छ, एकैले चाना दिनुपर्छ, लट्ठी टेकेर हिँड्छ, उसलाई गाडी चाहिँदैन, मान्छे हिँड्छ, बोलेर हिँड्छ भन्यो। अनि गएर केमा हाल्छ, आमाले भने यसमा हाल्छु भन्दै आमा यहाँ हाल्नु भनेर चाहिँ लट्ठी हाल्नु लाग्यो। अनि त्यहाँदेखि मन पराउनु थालेँ। अहिले दुःख सुख गरेर कतिजनाको उ गरिरहेको छ, उसले पाइरहेको छु। घुमेर आएको संस्कृति पाठ यस्तो फोटो पनि खिचेर आएको छु, टाउको छिरा ढुङ्गा बोकेर आएको छु। कस्तो राम्रो लागेको मलाई त, गएकै थिइनँ म। धेरै राम्रो छ नि हिजो अब मान्छे म त अहिले त भन्छु त्यो पहिलेको युवा वृद्ध बालक ठुलो सानो सबै छुटेको थियो। पहिले त हाम्रो हात दुख्छ यसरी कोदालो हलो गरिदिउँ न भन्छ। अहिले कसरी यो कोरिएको, अहिले म त्यही हेर्दैछु, चौकतिर गएको घुमेको त्यही हेर्दैछु खालि। म त हाम्रो साम्पो मात्रै हेर्छु। अनि कति हो कति अनि तपाईँलाई के हर्क साम्पाङको माया त आँखामा पुरा झल्किरहेको छ, माटोको माया। आँखा चाहिँ भन्छ कि यो मान्छेले कवि भन्छ ए के यो घन्टीमा हाल्छ भन्छ, बिहान बेलुका पूजा गर्ने ठाउँमा बजाउने घन्टी दिनभरि बजाएर यो अपमान भइरहेछ भन्छ। त्यो बाली नआएर त्यो ढाबामा किन गर्नु पर्यो लिनलाई, क्याम्पको आएर बोकेर दिएको पो त म। ल ल आमा ल। यो बुढीलाई हेरिरहनु, त्यो भोट हाल्नु जाँदा पनि फोटो खिच्नु पाउँछ नि, बुढीले ढाँटेकै भन्ला यसैमा हाल्छु। त्यो पनि गरे भोट हाल्ने बेला नि फोटो खिच्नेले कहाँ हाल्दो रहेछ भन्दा म त्यसैमा हालिदिन्छु। टुपीमा पनि बजाउँछ, अब गाडीमा नि घन्टी हेरे बिहान बेलुका पूजा गर्ने ठाउँमा बजाउने घन्टी अशुभ भइसकेको भन्छ। अनि दिनभरि घन्टी बजाएर हिँडेको छ। हो आमा हो, माटो भनेको त अब हामी यो माटो नभए हामी बाँच्नै सक्दैनौँ नि त, हो किन भने हामी पहिलेको जन्मिँदैन माटैमा टाउको राखेर जन्मेको, मर्दा पनि त्यही माटोमा लगेर थाल्नु पाउँछ। अनि दुनियाँ घन्टी बजाएर त्यो अशुद्ध भयो भन्छ, अशुभ भयो भन्छ। कहिले त घन्टी लड्डु चढाउँछ, जुलपी चढाउँछ भन्छ, ला भन्छ यहाँबाट कहिले चढाउँछ भन्छ, यहाँबाट लोभाएर दिन्छु। ल ल ल आमा। हाम्रो त हर्क साम्पाङको उहाँलाई चाहिँ ल्याउनु पर्छ। भरे दिउँसो त म जान्छु घरतिर, त्यही त हर्क साम्पाङलाई चाहिँ पहिले हामी छुनु पनि माटैमा छुइयो नि, आमाको पेटमा थियो छुँदा त माटैमा झऱ्यौँ हामी। त्यसैले जोसुकैले दियो भन्नुहोस्, म त माटैमा हालिदिन्छु। बिचरा आमा भावुक भएर हर्क साम्पाङलाई भेट्ने भनिराख्नु भएको छ। कति समझेर रहेछ त उहाँहरूलाई माटोको माया। यहाँबाट पुरा झल्किन्छ कि बालबालिकादेखिको लिएर वृद्ध युवा बुढापाका सबैले माटोलाई नै माया गर्नुभएको रहेछ भन्ने कुरा चाहिँ म आज फर्स्ट दिन आउँदै थाहा पाएँ क्या। सरी फाइनली हर्क साम्पाङ सर आइपुग्नु भएको छ। उहाँ चाहिँ भित्र भोट माग्नु बस्नु भइरहेको छ। बाँड्ने हो आफै बाँड्दै भनिराख्नु मात्रै पर्छ, त्यो आइसक्नु भएको छ। फाइनली हर्क साम्पाङ सर आइपुग्नु भएको छ। उहाँ चाहिँ भित्र भोट माग्नु बस्नु भइरहेको छ।
भनिराख्नु मात्रै पर्छ त्यो भयो छोड्यो पत्रको नमुना दिनु चुनाव चिन्ह माटोमा हाम्रो श्रद्धा जति हिँड्ने गाडीले चाहिँ हामीलाई हर्न